यहाँको यो यस्तो पागल र लोभी मान्छे हो, यसको जति खुट्टा काटे पनि त्यति खुट्टा उभिहाल्छ। आफूले काठ कम्पनी आउँछ र अलिकति पैसाको लोभ गरिकन त्यो काठकै खुट्टा हाल्छ। त्यो चाहिँ एउटा नयाँ खुट्टा पनि किन्न सक्दैन। सोसियल मिडियामा यत्रो भिडियोहरू हालिरहेको हुन्छ, काठ पिट्ने कामबाट यत्रो पैसा कमाइरहेको हुन्छ, र खुट्टा किन्न सक्दैन यार। म पैसा चाहिँ फाल्छु तर मेरो सक्कली खुट्टा आउनु पर्यो अरे। के भन्नु मैले? सक्कली खुट्टा नै आउँदैन भनेपछि त पैसा किन फालेर खुट्टा किन्ने? र त्यही भएर चाहिँ म काठको खुट्टा बनाएर चाहिँ आफ्नो जिन्दगी गुजारा गरिहाल्छु उमरिन्जेलसम्म। एक किसिमले ठिकै पनि लोभीको विचार होइन, कतिसम्म लोभ होला र चाहिँ यो मान्छे यस्तो दिमाग लगाउँछ कि एउटा आफ्नो काठको एउटा कला देखाएर चाहिँ पैताला अनुसार चाहिँ एउटा सेप बनाउँछ। सेप बनाइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ राम्रोसँग मोडिफाई गर्छ। मोडिफाई गरिसकेपछि अनि त्यसमा सस्पेन्सन हाल्छ र सस्पेन्सन हालिसकेपछि अलिकति आफू यता हिन्डुल पनि गर्छ र त्यसले कम्फोर्टेबल लाग्छ, राम्रो लाग्छ। लास्टमा चाहिँ साइक्लिङ पनि गर्छ क्या, र साइकल पनि चलाउँछ, झन् कम्फोर्टेबल हुन्छ। त्यो त सोच्यो कि हामी पैसा फाल्ने मान्छे त बुद्धु हो।